वेलकम छ तपाईहरुलाई मेरो न्यू आर्चरी ब्लग्समा र आज हामी आर्चरी एक्स क्लब आएको छौं हाम्रो चाहिँ स्कोरिङ राउन्ड हुँदैछ अहिले हामीले चाहिँ मिस बबिता र हाम्रो मिस्टर अनिरुद्ध दाइ कम्पाउन्ड र रिकप 18 मिटर सुटिङ भइरहेको छ बबिता नाइस Last round, last but not the least. हाम्रो खाजा पनि आइसकेको छ। थर्टी हान्दियो? हान्दिम ल 30 ल। नभन्दिन बबिता आदिसक्यो दाइ हैन यो त र्याङ्किङ हो नि त अलि इन्टरनेसनल बाक्ने निका सबै एभ्री छ एक्स 19 अब तो तू तो गया बेटे अब देख तू अब तू गया बेटा अब तू गया देख नाइस त कहाँ गयो रातोमा के क्या होइन ल रातो एलो टच गरेको बबिताले नि यसपालि दिएको छ है टक्करको सर्ट ल स्कोर देख्न सक्नुहुन्छ तपाईँहरू 10 9 9 28 त्यहाँ झन्डै त्यहाँ 24 पनि भ्लग गर्न नसक्ने हाम्रो ब्लगर बबिता मिस बोल्दै हुन्छ उसले भनेर सुन्नु है अनिरुद्ध दाइ र मेरो सुरु हुन आँटेको छ अनिरुद्ध दाइले खानु भएको भएर 4-0 भएको छ यो लास्ट राउन्ड हुन सक्छ अनिरुद्ध दाइले लिनुभयो भने सरी फोटो त्यो हेर नि टु भनेको त हेर न कस्तो यो राउन्ड दाइले जित्नुभयो भने यो लास्ट राउन्ड हुनसक्छ कृष्ण दिदी हामीले ड्र हुन्छ फेरि अर्को राउन्ड सुरु गर्नुपर्छ हेरौँ अब के हुन्छ कस्तो हान्छ टार्गेट टल्केर मैले चाहिँ केही देखेको छैन त्योहरू स्कोरिङ गर्न पनि सकिरहेको छैन गाना आइगर्दैन बहिनी लजागेर त अब थम्मे राखिदिन्छ स्क्रिन टक्क त्यो फेस देखेको होला स्क्रिनसट गर्छु पज गरेर अनि सरी मैले फोकस ल कृष्णले गाइड गर्दैछ है उत्तम दाइले ल सुरु नेक्स्ट राउन्ड 9 8 हो 10 रे
प्रितम दाइ है सही हान्दै मेरो दाइले सेम टुटु हुँदो रहेछ त्यो ट्याक्कर ल्याएर मिलायो पुसन पुल ट्याक्कर नाइस मिलेको छ केही छैन 8 ओ त्यसकै एम भइसक्यो 3टा हानिस होइन 2टा हाल्यो मैले त 2टा भित्र हाने चला बस्दै एकदिन बुढाको रेकर्ड गर त्यहाँ अनि ट्याक्करलाई हान्दाखेरि त्यो ज्याकेट सिङ्क्रोनाइज गर्छ यो राउन्डमा निकेसले जित्नु भएको छ सो 4-0 भएको छ अब निकेसले जित्यो भने यो लास्ट राउन्ड उत्तम दाइले जित्नु भयो भने फेरि अर्को राउन्ड सुरु हुन्छ है मैले सिकाउनै पाएँ बबिताले निकेस फोकस गरे आफ्नो नै ध्यान नदै यस्तो चिल्लरहरूले ध्यान दिनु न सिकाउनै पाएन चिल्लरहरू अहिले हेरौँला नि तिम्रो भिडियोमा लाग्दैन त्यसको त्यति लाग्दैन के भने भाइ साइनस हो भने यस्तो हँसाइन नाकबाट सिँगा निक्लिने गरेर हँसाउँछ यस्तो त जिन्दगी यार साथीहरू तिलक सरको हुँदैछ ल हेरौँ ल अघि मेरो पालीमा खुब भन्दै थियो किसमें कितना एकदम आलु चना गम की गम एम ए लुजर अलवेज हैव रीजन 10 यस 10 बबिताले खायो नि ल एकचोटि झुकेर जितेछ बबिताले आफै निकाल्ने हो हेर कति अरू पनि हो खतरा 2टा एम भनेर एउटा 10 हाल्यो हो मै हो डिस्ट्र्याक्टर ल एउटा एम होइन रहेछ नि त makaran angin kan ramai semua ada रुयो अघि मलाई रुयो भन्दा त अहिले आफू रुयो आफू फेल हुँदाखेरि दुःख लाग्छ तर साथी फेल हुँदाखेरि झन् खुसी लाग्छ होइन कहाँ भ्लग हाल्नु परेन मेरो पनि हाल्छ 2टा वाला त हाल्छ है भएन के फोकस म चुप लागेर बस्छु ल अब हान है कहाँ जित्नु पऱ्यो गयो नि होइन कतिचोटि बिगाऱ्यो जित्ने आएर पनि हेर एउटा साइड बनाइदिनु कस्तो राम्रो हानेको थियो मुख छाड्यो मैले हानिदिँदैन यहाँ बबितालाई हतार भइसक्यो सर यस्तो डिस्ट्र्याक्ट गरेछ मैले कृष्णले यस्तो डिस्ट्र्याक्ट गरेछ कस्तो भनेको मैले अघि भने हान्नु पर्ला जस्तो निकेश
हात खुट्टा बाँधेर उता डेढ त्यो टोयलेटमा थुन्यो न होइन रियल कम्पिटिसन भएको भए त म चुप लर्ड एन्ड फर्न हो या स्कोर देखेर डरायो जस्तो छ अगाडि हानेलाई हो नाइस 1 बजे 7 छ एम गएको छैन खुसी भयो न बर्सात मैले केही बोलेको छैन साथी सुने सबै तर सरले यो एरो नहान्दा नि जितेको हानिदिनु भयो मलाई खुसी लाग्यो बडो दुईटा एम छ लास्ट एरो नहाने नि जिते जस्तो लाग्यो रुइसक्यो ऊ एमै रहेछ लास्ट आएर हान्नै नपर्ने रहेछ ल सेमी फाइनल म्याच हुँदैछ अब मिस्टर तिलकपुन मगर भर्सेस के हो यसको नाम निकेश होइन म त यहाँ कहाँ मेडल म्याच हो नि यो त नि तर म सरको सपोर्टमा हो दुईजना वेट सेमी फाइनलको फर्स्ट राउन्ड सकिएको छ कसले खानुभयो ल पोइन्ट 2 लिन सफल हुनुभएको छ हाम्रो तिलक सरले अब यता त छोडिदिनु त्यही भनेर त आफ्नो माइन्ड हुन्छ नि त्यो गेममा त जसले नि जे पनि भन्नु सक्छ अब बबिता काली हो भने बित्तिकै तिमी तर काली नै जाऊ The only one. निकेश मनमा लिएर हाने बुढाबुढीले धुप्पी हान्ने भनेर सँगै हान्नु भयो कस्तो फिल भइरहेछ बबिता निकेशले जित्ला छ त्यो तागरमा कृष्ण गर्ने सम्झेर हाने निकेश पनि अन्डा राख टाइम
ल 2-0 भएको छ निकेशको एकदमै सक्दो प्रयास छ 2-2 लाग्छ त्यहाँ गऱ्यो एकचोटिलाई मात्रै हो त्यसपछि भन्दा अब यहाँबाट हिँड्दै गएपछि घिस्रेर लागिहाल्छ नि स्ट्याटिक उयोले केही पनि भएन ल राउन्ड 3 सुरु भइरहेको छ अप्टिक फाइबर त के आमा आगो टल्केको छ त्यो त अनि एडभान्टेजै त्यही हो 10 yes स्पाइडर 3-3 ल राम्रो टक्कर दिइरहेको छ निकेश देसारले इन्टरनेसनल प्लेयर तिलक पुन मगरज्यूलाई हाम्रो आर्चरी एक्समा नयाँ घडी पनि हुँदैछ तपाईँहरूले टाइममा हान्नुपर्छ अब एल्लो छोडेको अलिक गाह्रै पर्छ क्या जित्नलाई साथी मार्कस भर्सेस किमुजिन सुतिस क्या 10-9 बाइक केही सुनिँदैन राइटमा लेफ्ट पनि हान्नु है मैले हँसायो छैन नि म त तल गाली ल केही छैन नाइस ट्राई 3-5 भएको छ अब एकचोटि त दुई तान त्यसपछि सुट अफ कस्तो लागिरहेछ त बुढाले 10 हान्दाखेरि मैले पनि हान्छु के यो कृष्ण चौधरी भन्नेले मेरो ब्लगलाई हँसाएर म त हटाइदिन्छु मेरो ब्लगबाट यो बोलेको बाइ द मेरो मोबाइलमा हालिहाल्छु एड्रोलाइन हर्मोन रिलिज भइसक्यो छ निकेश ल नाइस कहाँ लाग्यो म यहाँबाट 10 लाग्यो जस्तो देखिरह ल यहाँ एड्रोलिन रस भइसक्यो ल चान्स नै पुगेपछि थाहा हुन्छ लाइनरमा सुगो छ त चिन्ता नलिन ल चान्स ल डाउन नडरा न त
एउटा 10 हानिस् भने ठ्याक्कै बराबर हो क्या 29 हानिस् त्यहाँ के हो हान्यो कि अब 10 कस्तो के चाहिँ ए मेरो मैले भने 10 सुको छ भनेर ड्र तपाईँ कति 4 3-5 त भाउ मेरो 2 3 4 8 ल 8 गरेर मैले यो सेयर थिएन 8 9 1 2 4 सुटअप भएन नि त नि यो त 6 4 भयो नि त नि 3 5 थियो तपाईँको 5 थियो उसको 3 थियो 1 2 3 4 त्यही त तपाईले खायो त बराबर भयो भने अब 3 5 थियो अब सकिने ल सक्यो ल फाइनलमा हुनुहुन्छ हाम्रो लेफ्ट साइडमा हुनुहुन्छ टार्गेट नम्बर 1 मा मिस्टर अनिरुद्ध श्रेष्ठ लेफ्टमा हुनुहुन्छ मिस्टर तुलपुन मगर टार्गेट नम्बर 2 Compound versus recurve main. Which bow is more accurate? कुन चाहिँ पावरफुल छ? ल दिदी कम्पाउन्डमा म एक्लै हो रिकर्भ सपोर्टर दुधभात ल फाइनलमा कम्पाउन्ड भर्सेस रिकर्भ बोको फर्स्ट राउन्डमा कसले पोइन्ट लान सफल हुनुभएको छ 5 त्यहाँ यहाँ 4 भनेपछि यहाँ 25 यहाँ 26 जित्नु भएको छ रिकर्भ पार्टीले राउन्ड 1 मा 2 पोइन्ट कम्पाउन्ड भर्सेस रिकर्भको राउन्ड 2 राउन्ड 1 मा पोइन्ट लिन सफल हाम्रो रिकर्भ पार्टीको हाम्रो तिलक दाई नाइन कस्तो सिधा हान्नु मेरो त मोबाइलको स्टोरेज फुल भएको छ स्टोरेज फुल भएछ मेरो त स्टोरेज फुल भयो भन्छ त
चाहिँ थर्ड राउन्ड हो अघिको 2-2 भएको छ फाइनल जस्तो भइरहेको छ पुरै XX 10-10 फाइनल जस्तो भएको छ खतरा लागिरहेको छ ल अनिरुद्ध दाले 29 हान्नुभएको छ सरको 27 29-27 ल दाइको 4 सरको 2 होइन अब ल यो राउन्ड अनिरुद्ध दाले जित्नुभएको छ त्यहाँ एउटा पागल जस्तो दिल तो बच्चा एजी गर्दैछ त्यहाँ पुरै अर्को बच्चा यहाँ छ लास्ट राउन्ड पनि हुनसक्छ अनिरुद्ध दाले जित्नुभयो भने किनकि 4 छ यहाँ 2 छ रेस्ट टु 6 हो अनिरुद्ध दाबाट सुरु हुँदैछ सुटिङ कसले जित्ला त कम्पाउन्ड भर्सेस कपमा रियाक्सन हेर्दाखेरि खासै राम्रो लाग्यो जस्तो लागेन 9-10 भन्यो लकी सर्ट थियो अनिरुद्ध दाइको तिलक सरको हेरौँ एक्स हान्नु भएको छ कन्फिडेन्टको साथमा त्यो रिलिज र त्यो एक्जिक्युसनले नै भन्ने गर्छ पेन हान्नु सफल हुनुभएको छ बडी स्टेबल सर्ट अनिरुद्ध दाइको लास्ट एरो पर्फेक्ट and that was a perfect shot यही गरी तिलक सरले हान्नुभएको छ 29 अब दाइको अब हेर्नै जानुपर्छ फोफो पुग्ला जस्तो छ पुगि नै सक्यो ल यता 28 29 खेल्नुभन्दा बेसी गाह्रो चाहिँ एरोनीको साथ गेमको लगभग अन्तिम राउन्ड जसले जित्नुहुन्छ त्यसले लानुहुन्छ फाइनल बराबर भयो भने अझै 1 आवर सुट अफ हुन्छ ल पहिलो एरो हान्न जानु भइरहेको छ मिस्टर अनिरुद्ध दाइले पहिलो एरो अनिरुद्ध दाइले भने तिलक सरले पो हान्नु भएको छ त नाइस इन्टेन्समा आउट चलिरहेको छ दुवैजनाको 8-8 लागेको छ तिलक सरले 10 हान्न सफल हुनुभएको छ अब अनिरुद्ध दाइले के हान्नु छ हेरौँ 9-10 हो अहिले 9 गनिराखौँ नजिक गएर थाहा हुन्छ अब यो एउटा सर्टले थाहा हुन्छ 10 लाग्यो भने के अनिरुद्ध दाइले लान सक्नुहुन्छ त
यसै साथ आर्चरी एक्स क्लबमा अर्गनाइज भएको यो इन्डोर गेममा मैले आएँ होइन 3 7 मेरो 2 ल यसै साथ आर्चरी एक्स इन्डोर टुर्नामेन्टमा विनर हुनुहुन्छ हाम्रो तिलक सरलाई बधाई दिनु म तपाईँले सेकेन्ड भएको बधाई ल थर्डलाई त कसले काउन्ट गर्छ र होइन त्यही भने हामी सुरुमा हानेर ल